साथीहरु नमस्ते। आज म जाँदैछु दक्षिण कोरियाको एकदमै घुम्नै पर्ने ठाउँ फिसुलसान, जहाँ वसन्तमा एकदमै राम्रो फुल फुल्ने गर्छ। ल है तिनसँग एकबाट चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। हामी अब ठ्याक्क जिन्सन याकदेखि छुलकाल गर्दै छौं। बल्ल भेट भयो हाम्रो साथीहरुसँग यार। कहाँ हो यार तिमीहरु यार? पछाडी भएर यार। ल हामी चाहिँ यहाँ जाँदैछौँ। यहाँ चाहिँ हामी कोरियनहरुसँग चाहिँ बाटो सोध्ने प्रयास गर्नेछौँ। है हामी अब यहाँबाट चाहिँ त्यो टकुरामा चढ्ने हो। पसलमा पानी हाल्दै सुरुवात गर्ने राख्न हैन। सबैजना यहाँ फुल फुल्ने हेर्ने जाने हो। मान्छेहरुको एकदम ताती छ हैन। हाम्रो बेन सर हजुर कस्तो भइरहेको थियो मलाई देख्दा तपाईले अब चाहिँ अब विशेष भिडियोहरु आउँदै छ है। अब विशेष विषयहरु चाहिँ हामीले अब दृश्य अवलोकन गराउँछौँ है तपाईहरुलाई। हेर्दै जानु होला है। अब खतरनाक चाहिँ स्थलहरु देखाउँछौँ है। 이게 폴라비라는 건데 네. 너무 달아요. 고맙습니다. 거기는 이리 와요. 네. 거기는 안 달아. 네. फाइनल्ली हामीले कोरियन आदिसीले मिठो खाने मुला दिनुभयो हैन। कस्तो शीतल बगेर यहाँहरु सल्लाहको हावा है। मजा रहेछ। गुड बनाउन लगेकोलाई छ तानेर। ल है अचम्मको दृश्य। यो रुखलाई चाहिँ चोट नलागोस् भनेर नरिवलको बोक्राले यसरी बनाएको छ रसीले। हेर्नुस् त ल यो चाहिँ छङसाङमा पुग्यो। मान्छेहरु यसरी छङसाङमा फोटो खिच्नलाई यसरी लाइनबद्ध छन् कोरियनहरु है। त्यहाँदेखि लाइन छ। यति धेरै मान्छेहरु छ। ठ्याक्क फाइनली फिसुलसानको टप 1044 हैन। बलात्कार पनि 1 वर्षपछि केस पनि लाग्ने यस्तो नि हुन्छ रे। मान्छेले फसाउनको लागि हो के? नियम कानुन पनि यार अलिकति भयो नि कानुन भयो। भएन क्या। यो जान्दैछ नि त्यसै भाइ। 10 वर्षपछि हाल्यो नि त्यो चिजै त्यस्तै छ यो। सर्टपट सक्यो। अब सरसबै हान त केटा हो भयो। यतिकै छोडेर हिँड्ने नि भोटे कति पड्कला। यो सिङ्गो हानिहाल्छ यो त। फोटो खिचेर सिङ्गो क्यामेरा जाप पनि छ। यो कुवा आउने भन्ने सबै थाहा हुन्छ। क्यामेरा आज हामी यहाँ फिसुलसानको डाँडोमा होइन पुरै साथीभाइ हामी 5-6 जना आएर एकदमै रमाइलो गरेर एकदमै घुमफेर गरेर। यदि तपाईँहरू पनि ठेउको नजिक हुनुहुन्छ भने फिसुलसानमा आउनुहोस्। यहाँ एकदमै राम्रो फुल फुल्ने गर्छ होइन। हामी अलि तल झरे पश्चात त्यो फुल फुल्ने ठाउँमा जाँदैछौँ। अहिले चाहिँ के भयो भन्दाखेरि हामी चाहिँ अर्को अलि त्योभन्दा अब यो ठाउँमा आएको छौँ। फुल अझै फुलिसकेको छैन। केही समयपछि आउँदो 2 हप्ता पश्चात एकदमै राम्रो फुल फुल्ने छ। तपाईँहरू पनि आएर यहाँ फुल हेर्न सक्नुहुन्छ। एकदमै रमणीय दृश्य छ। ल तपाईँहरू आउनु होला है त। साँच्चै नै यो फुलहरू फुलेको देख्दा यस्तो लाग्छ प्रकृतिले आफ्नै पेन्टिङ बनाइरहेको छ। डाँडै पुरै हेर्नुहोस् त पिङ्कमय नै छ। सबै दृश्यहरू क्यामेरामा देखाउन सकिँदैन। मनमा चाहिँ ती दृश्यहरू प्रष्ट देखिन्छन्। मौका मिल्यो भने साथीहरू तपाईहरू पनि फिसुलसानको यो रमणीय दृश्य हेर्न अवश्य आउनु होला। यादहरू सधैँ सम्झनामा रहनेछन्। यो दृश्य तपाईलाई हेर्न मन छ भने हेर्न नछुटाउनु होला। आज धेरै रमाइलो पनि भयो। ज्यान पनि पुरै थाक्यो। यो चाहिँ जिएसएम अफिसियल युट्युब च्यानल छ। त्यो अफिसियल टक्क सर्च गरेर च्यानलबाट चाहिँ टक्क सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। त्यो त भुल्नै नहुने कुरा एउटा हैन। एउटा हामीले चाहिँ यस्तो राम्रो ठाउँहरु देखाउने गर्छौँ। मजा आयो। कोरियाका विभिन्न स्थानमा गएर हामीले सर्ट भिडियो बनाएर क्लिपहरू हालिरहेका हुन्छौँ।
टक्कलाई तपाईँले हेरिदिनु पर्यो, माया गरिदिनु पर्यो गाइस है। हाम्रो बेन सर र मेरो भलाको साली पनि छ यसमा, यसमा गएर नि यसो हेर्नु होला। एकदम मजाले